हेलो गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल सेवा ढोक सबैजनालाई हैन। सो साथीहरु मैले चाहिँ आज केही नयाँ कुराहरु हजुर सामने लिएर आइरहेको छु। केही नयाँ कुराहरु देखाउँ अनि हजुरहरुले पनि सिक्नु होला भनेर चाहिँ हैन। तर प्राय कतिलाई थाहा छैन नि त के भन्छ यो कोइरालाको अचार कसरी खाने भनेर कतिले देख्नु नै भएको छैन होला सायद हैन। सो म हजुरहरुलाई आज कसरी बनाउने के गरी बनाउने कसरी खाने भन्ने कुरा सिकाउन चाहन्छु, सिकाउँदै छु। रेसिपी पनि हल्का फुल्का राख्छु। सो मैले मेरो तरिकाले बनाउँछु हैन साथीहरु, अनि हेरेर सिक्नु होला हजुरहरु पनि। सो त्यही नै भन्न चाहन्छु कि फुवासी अनि मैले चाहिँ आलु उसानिरहेको छु अचारको लागि। यसलाई चाहिँ अचारको लागि यसलाई चाहिँ आलु उसान्नु पर्ने हुन्छ हैन। यसलाई चाहिँ एकदम बवाल हुन्छ, यसको लागि चाहिँ आलु चाहिँ हाल्नै पर्ने हुन्छ। सो म केलाउँदै छु यसलाई हैन। केलाइसकेपछि चाहिँ यसलाई बोइल गर्नुपर्ने हुन्छ साथीहरु, अनि हेर्नु होला अन्तिमसम्म यसको रेसिपी चाहिँ, अनि सिक्नु होला हजुरहरु पनि मेरो भिडियो हेरेर है त। ल यति चाहिँ राख्छु म हैन। यति चाहिँ मैले केलाइसकेको छु, यति चाहिँ पकाउने हो है त। अनि हजुरहरुले यो चाहिँ सैजन भन्छ यसलाई चाहिँ हैन। यो खानुभएको छ कि छैन हजुरहरुले? सो मैले चाहिँ कति धेरै खाएको छु हैन। यसको पनि एकदमै यसको झन् लास्टै उयो हुन्छ क्या, हामीलाई भिटामिन हुन्छ हैन। यसको सुप हुन्छ नि त, यो त झन् लास्टै हेल्थको लागि राम्रो पनि हो। अनि त्यो सुप बनाएर खाँदा झन् धेरै प्रोटिन दिन्छ क्या। त्यो कुरिलो हुन्छ नि, कुरिलोको जत्तिकै यसमा पनि तागत हुन्छ, भिटामिन हुन्छ यसमा चाहिँ। यो चाहिँ हामी भिटामिन तागतको लागि पनि खाने गर्छौँ हैन। यो लास्टै कुरिलो भन्दा पनि बेसी यसमा चाहिँ प्रोटिन हुन्छ साथीहरु हैन। एकदम मिठो पनि हुन्छ। हजुरहरुले खानु भएको छैन भने चाहिँ खानु होला। लास्टै मिठो पनि हुन्छ अनि एकदमै टेस्टी पनि हुन्छ, अनि एकदमै यसले प्रोटिन पनि दिन्छ, प्रोटिन पनि हुन्छ हैन। हेल्थको लागि एकदम राम्रो पनि हो। सो हजुरहरुले खानु भएको छैन भने खानु होला साथीहरु। सो मैले चाहिँ गाउँको अर्ग्यानिक खाँदैछु हैन, मामाले पठाइदिनु भएको। अनि हजुरहरुलाई यसको म रेसिपी चाहिँ हेरौँ हैन। क्यामेरा समात्न सक्यो भने देखाउँछु, नभए हजुर बनाइसकेपछि देखाउँछु हैन। सो एकदम मिठो हुन्छ। म हजुरहरुलाई देखाउँछु यो पनि बनाएर है साथीहरु। आज किप वाचिङ, हेर्दै गर्नु होला मेरो भ्लग साथीहरु, भिडियो हैन। अन्तिमसम्म के गर्छु के बनाउँछु भनेर, कसरी बनाउँछु भनेर साथीहरु हेर्दिनु होला अन्तिमसम्म है त। यहाँ पानी उसिसकेको छ भक्क हैन। अब यसलाई चाहिँ म बोइल गर्छु। अघि केला राखेको कोइराला फ्लावरलाई है साथीहरु। हजुरहरुलाई बनाउन आउँदैन भनेदेखि मेरो भिडियो हेरेर सिक्नु होला। यहाँ आलु रेडी भइसक्यो उसिनेर धेरै ढाक पनि पार्नु हुँदैन है, धेरै पार्नु हुँदैन, ठिक्क मात्रै बोइल गर्नुपर्छ। हुन्छ कि चाहिन्छ। सो मैले कुकुमा चाहिँ यो के भन्छ भाङ, अनि यसको नाम चाहिँ के पो थियो बिर्स्यो मैले, सिलाम के हो। मैले दुईटा मिक्स गर्छु हैन, दुईटा मिक्स गरेर चाहिँ गर्छु टेस्ट एकछिन क्यामेरा बन्द गर्छु म। छिटो मेरो मम्मीले खाना ल्याइदिनु भएछ।
यहाँ तेल र मिठी धानिसकेँ किनभनेदेखि यहाँनिर क्यामेरा चलाउन गाह्रो भएको थिएन अनि मैले चाहिँ क्यामेरा धानिसकेँ साथीहरू बेसार जिरा अनि के भन्छ अरे तेल धानिसकेँ अब गएको कि साथीहरू म किन थाहा छैन आफूलाई तारिफ गरेको छु होइन किनभने सबैलाई मनपर्छ मैले बनाएको चाहिँ होइन हेलो मम्मी मैले सब आज एक्लै बनाएको छ पनि मैले गएको सामान हो कम्ता पुर्याएँ होइन आज गाडीवालालाई साथीहरू मैले सामान लिनको लागि धन्यवाद मेरो भाइलाई यति पठाइदिए खुसी लाग्यो मामालाई धेरै धेरै थ्याङ्क यू सो मच होइन गाउँको अर्ग्यानिक कुराहरू खान पाइन्छ भएको छ है त यस्तो हुन्छ है त कोइरालाको फ्लावरको अचार अब चाहिँ म यो चाहिँ सैजनको तरकारी ल साथीहरू मैले थालमा पनि हालिसकेँ अब खाना खाएर टेस्ट गर्छु होइन अनि साथमा मै छ हाम्रो अरूहरू चाहिँ यहाँ आउँदैछ खाना खानको लागि यहाँ मैले सबैलाई पसेर राखिसकेको छु म चाहिँ खाएर भन्छु साथीहरूलाई कस्तो छ भनेर त टेस्ट गरौँ आज गाउँको अर्ग्यानिक खाना पठाइदिनु भएको मामालाई धेरै धेरै थ्याङ्क यू सो मच अब खाएर भेट्छु ल लास्ट टाइम हात कस्तो मम्मी आउने गतङ कस्तो छ मिठो भइरहेको यस्तो मिठो भइरहेको मलाई तर एकदम मनपर्छ कोइरालाको अचार लास्ट फेभरेट हो मेरो अब यतातिर एकदम कस्तो हुन्छ रिभ्यू भर्खर स्टार्ट गर्दै हुन्छ उहाँहरूले खानालाई भन्नुभयो कस्तो छ मेरो हातलाई